गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु न्यू अनदर भिडियो। आई होप सबैजना सन्चै आएर हुनुहुन्छ होला। म पनि सन्चै छु र आजको मेरो दिन मर्निङदेखि इभिनिङसम्म जे जस्तो हुन्छ सबै डिटेली रूपमा हजुरहरूलाई देखाउने छु। सो म अहिले चाहिँ माथि टपमा आएको छु होइन, हाम्रो रुमदेखि अलि माथि। अनि तल रुम चाहिँ चिसो हुन्छ नि त होइन, त्यही भएर म चाहिँ माथि घाममा तात्तिनको लागि आएको छु। र यहाँ आउँदै गर्दा अनि यहाँ चाहिँ यताबाट मेरो ब्याकग्राउन्डमा पनि देखिराख्नु भएको छ, यस्तो बवाल गरिरहेको छ होइन वेदरहरू। अनि यहाँको सिनेमेटिक सर्ट हेर्नु है त। हाम्रो रुमको नजिकै विवाह हुन लागेको रहेछ होइन। अनि सो विवाहमा यसो टेन्टहरू हालेर बवाल गरिरहेछन्। सो म देखाउँछु है त। सो गाइज, हामी चाहिँ अहिले अब रोल्पा सामान हालिदिनु पर्ने होइन, त्यही भएर हामी चाहिँ यहाँदेखि बस पार्क जानु भएको छौँ। फाइनली बस पार्क आइपुग्यो है त। अब यहाँ आएर हामी यसो कन्ट्याक्ट गर्छ होइन, ड्राइभरलाई पर्सन गरेर सामान पुऱ्याइदिनु पर्ने हुन्छ। बस पार्कै त दाङको। नाइट भ्यू पनि यसो हजुरहरूलाई देखाइदिउँ न त भनेर। अनि त्यहाँको नाइट भ्यूमा चाहिँ बवाल देखिँदो रहेछ होइन। अनि हाम्रै नजिकै अहिले न्यू बर्गर हाउस पनि देख्न सक्नुहुन्छ है। त्यो चाहिँ मेरो दाइ होइन। हामी चाहिँ अहिले तरकारीहरू पनि लिनु छैन, यसो पोरको मासु ल्याउनु छ। अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। अनि यसो लखन पार्कमा नाइट भ्यूमा बवाल हुन्छ। हामी पोरको मासु लिन अनि फर्स्ट अफ अल हामी भन्नुपर्दाखेरि हामी एटिएम जान्छौँ पहिला। अनि एटिएम गएर अनि हल्का क्यास झिक्नुपर्ने हुन्छ। अनि हामीसँग क्यास नभएर फेरि मोबाइल फोन पे गर्नु त हुन्थ्यो, तर क्यास भए सजिलो हुन्छ भनेर हामी जाँदैछौँ। नाइट भ्यूमा लखन पार्कको अवस्था, स्टेडियमहरू छ। अनि नाइटमा मस्त बसेर अनि यसो भिडियो हेर्नुको मजै छुट्टै हुन्छ नि त। यतातिर चाहिँ साँझतिर बहुत चलपल हुन्छ होइन, बन्द भइसक्यो। अब पार्क चाहिँ बन्द भइसक्यो। अनि बाहिरतिर चाहिँ कपल जोडीहरू लगायत बवालै हुन्छ नि बाहिर त। सो हामी चाहिँ अहिले दामोदर चोकमा आइपुग्यौँ। अनि यहाँदेखि हामी न्यू रोडदेखि सिधा जानुपर्ने हुन्छ होइन। बाटो क्रस गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ गाडीहरू एकदमै धेरै हुन्छ नि त, त्यही भएर हामी चाहिँ अब बाटो क्रस गर्दैछौँ होइन। सावधान भएर यस्तो हेर्नुपर्छ यताउति चलपल। हाम्रो मामाहरू देखाइदियो, मामाहरू यहाँनिर हुँदै अझै जाँदैछ हामी। यहाँहरू यो फुल दामी लाग्थ्यो। यो सुरुमा म आउँदाखेरि दामी भाइस लाग्थ्यो यार, यो रुखहरू तिमी देख्दाखेरि।
ग्यालेक्सी फुटवेयर तपाईहरुले युट्युबहरु टिकटकहरुमा पनि देखिराख्नु भएको ग्यालेक्सी फुटवेयरमा चाहिँ सस्तोमा पाइन्छ आउनु होला यसो हामी चाहिँ अहिले एटिएम कार्डदेखि पैसा झिकिसक्यो र अब चाहिँ हामी जाँदैछौँ मासु लिनको लागि राङ्गा मार्केट अनि लेट्स सी फाइनली गाइज हामी चाहिँ अहिले राङ्गा मार्केटमा आइसक्यो र यहाँ राङ्गा मार्केटमा चाहिँ हरेक भेराइटीका मासुहरू पाइन्छ हामी चाहिँ मासु लिएर आइसक्यो र अब फेरि हाम्रो रुममा सकिएका सामानहरू पनि पसलदेखि लानुपर्ने छ हैन त्यो पनि लान्छु अब थ्याङ्क्स फर वाच भिडियो हैन हजुरले चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि अनि सो भिडियो चाहिँ कस्तो लाग्यो अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला र नेक्स्ट भिडियोमा भेटौँला है त